वेलकम टु माई ब्लग। हामी सबैजना धान छिट्नको लागि जुके पानी भन्ने ठाउँमा गइराखेछौँ र बाटो चाहिँ अलिक अप्ठ्यारो जस्तै थियो। बाटोभरि सिस्नो नै सिस्नो र सिस्नोले पोली बनिरहेको थियो र बाटोमा जुकाले पनि हामीलाई एट्याक गरिरहेको थियो र हामी जसोतसो गएर खोलासम्म पुग्यौँ र कान्छो भान्जोलाई चाहिँ बुवाले खोला पार गराउने काम गर्नुभयो र हामी जसोतसो गरेर जुके पानी भन्ने ठाउँमा फाइनली पुग्न त पुग्यौँ र जुका कति लाग्यो भनेर टिप्न क्रममा चाहिँ जेठो भान्जोलाई चाहिँ एउटा जुकाले चाहिँ एट्याक गर्न खोज्दै रहेछ र मैले त्यो जुकालाई चाहिँ टिपेर कान्छो भान्जोतिर यसरी देखाइदिएको। कान्छो भान्जो चाहिँ डराएर हु गर्दो रहेछन् र जेठो भान्जोलाई पनि देखाइदिएको। जेठो भान्जो नि डराउँदो रहेछन् र पुग्न नपाए दुइटै भान्जो चाहिँ भोक लाग्यो भन्न थालेर दुवैजना चाउचाउ खान थाले र चाउचाउ खाइसकेपछि चाहिँ अब इनर्जी आयो, म पनि धान काट्ने भनेर जेठो भान्जो चाहिँ मस्त धान काट्न थाले। एउटै लाइन 2-3 खेप लगाइरहेको थिएँ काट्न चाहिँ, तर कान्छो भान्जोलाई चाहिँ किन नकाटेको भनेर सोधेको। मलाई आउनु पऱ्यो नि त भन्न थालेँ र एकछिन काम गरेपछि दुवैजना मस्त सुते जस्तो एक्टिङ गरिरहेका थिए, तर निदाको चाहिँ कोही थिएन र उनीहरू सुतेपछि चाहिँ हामी चाहिँ अब धान छिट्न थाल्यौँ। मस्त धान छिट्यौँ र धान छिटिसकेपछि चाहिँ बिचमा अब सुतेर दुवैजना भान्जो आएर फेरि धान छिट्न थाले र हामीले काम गर्दा गर्दै बिचमै पानी पर्यो। पानी परिसकेपछि त धान छिट्नु मिलेन भनेर हामीले जति धान छिटेको छ त्यति धानलाई लिएर अब घर जाने भनेर भन्न थाल्यौँ र छिटेको धानलाई चाहिँ हामीले ढोक्रामा हालेर चाहिँ हामी घरतिर अघि बढ्यौँ र चौतारामा चाहिँ एकछिन सबैजना बिसाउनुपर्छ भनेर एकछिन हामी चौतारामा बिसायौँ र फाइनली हामी घर आइपुग्यौँ र म चाहिँ नुहाएर फ्रेस भएँ र दसैँमा खसीको मासु त सकिसक्यो र हामी बिरौला टिप्न थाल्यौँ र मेरो आजको दिन यतिकैमा बित्यो। थ्याङ्क यू फर वाचिङ।